हाम्रो ग्याङ मेम्बर चाहिँ स्पेसल्ली दा बोल्दियो नि हौ हाम्रो ट्रिप प्लानको बारेमा भन्नु त ट्रिप प्लान भनेको चाहिँ अब हामी तिनताले झर्न जान आँटेको धेरै भयो नगएको लगभग सालै हुनु आँटिसक्यो त्यसैले गर्दा आज मेरो भाइहरूसँग डियर भाइहरूसँग चाहिँ यसो तिनताले अर्ग्यानिक टी हल्का हान्दै तिनतालेको अवलोकन गरिकन आउने हाम्रो प्लान या केही वर्णन सारिक पुगेर आउने अब स्पेसल्ली जानु पऱ्यो नि त हामी जस्तो त यसो डुलिराखौँ भन्ने नि नगएको धेरै भयो अनि हामी गएर आउने प्लान भयो टीहरू रेडी हुँदैछ हाम्रो दाकोबाट दामी फेरि नेचरल है टी पनि नेचरल त्यो टीको बारेमा पनि वर्णन गर्दै नि त टी भनेको चाहिँ हाम्रो लेमन ग्रास र रोजमेरीसँग हाम्रो अर्ग्यानिक अर्थोडक्स ब्ल्याक टीसँग चाहिँ हामी हान्नु आँटेको रेडी हुँदैछ एन्ड हामी पुगेर आउँछ सर्ट टर्म टक्कै हो सकिगयो नि यति भनेपछि जाने रमा छ भेजिटेबल अस्ति पनि देखाउँदै थिएँ म हो त गोलिया जस्तो अम्बो धनिया फेरि हो यहाँनिर छ नि पटमा हाम्रो एन्ड नेचर त अफकोर्स स्पेसल्ली लुदा अहिले चाहिँ हामी टीको कपहरू चाहिँ हामी प्याक गर्छौँ फुट्नु सक्छ भनेर एकदम सेफ्टी त चाहियो सेफ्टी फर्स्ट होइन सेफ्टी फर्स्ट त्यसैले अब यो तरिकाले सेफ्टी भनेको केही छैन जस्ट ल ओके गाइज अहिले तल गएर भेट हुन्छ हाम्रो डेस्टिनेसनको बाटोहरू पनि यसो जोड्नेहरूको एक दुईवटा पनि हान्दै जान्छु म सराउन्डिङ्स त नेचरमा बसेपछि चाहिँ अफकोर्स नेचर लभर भएपछि त नेचरमा नै हो अहिले नेचरै जानु आँटेको हो जोड्ने भनेको चाहिँ स्टार्ट हुनु आँटेको छ होइन अब रब भेन्डमको चस्मा लगाएर भित्र दा हुनुहुन्छ होइन अनि ब्रक लेन्सरको चस्मा लगाएर हाम्रो झ्याम्ले भाइ होइन त खै हाम्रो रब भेन्डम दा हुनु भएको छ नि त रब भेन्डमको चस्मा हो नि त दा त्यहाँ छ नि फेरि हो रब भेन्डमको ग्लासमा चाहिँ ल हामी चल्दिन्छ अब बाटो लाग्दैछ जर्नी वाज स्टार्टेड डेस्टिनेसन्स भनेको यहाँ तलसम्मको हुन्छ रेस्ट मोडमा छोडिदिएको यसलाई चाहिँ बिस्टलाई चाहिँ रेस्ट मोडमा हाम्रो घोडा चाहिँ अफकोर्स त्यहाँनिर भन्ने ट्रेकिङ प्लान भयो नि त हिँड्दै जानु पऱ्यो नि त ट्रेकमा त सो हामी हिँड्दै जान्छ ए हो निनीले त्यो उयो भन्नुहुँदै थियो तल हामीले काटेको हिजो काटेको बाँसको सिटा घाँस र सिटा निकाल त भन्दै थियो तर के गर्नु यो चोटाले अब चल्दिउँ भन्यो ट्रिपमा त्यही भएर चाहिँ अब बेलुका गर्ने प्लानिङ भयो अहिलेलाई चाहिँ डुल्ने नै हो घाम दामी लागिरहेछ सो त्यहाँसम्म पुगेर चाहिँ यसो रेस्ट सेट हानेर हेरेर आउँछ धेरै भयो नहेरेको पनि रोसमेरी हाम्रो मेडिसिनहरू स्पेसल्ली चियामा युज हुने चाहिँ दाले पिकअप गर्नुहुँदैछ यो हालेर खाएपछि चियाको टेस्ट त के हो होइन त सो हाम्रो सर्ट एडभेन्चर हो Two different kinds of tea. One is flavored with lemongrass, another one is with what? Minty, right? Yes, minty. Minty, and another one is rosemary. Yo, lemon, oh, the lemon. Yeah, that's lemongrass. Lemongrass. This is a lemongrass. Yes. But this season is not suitable for harvesting. Yes. So it's look like dark and dry because this season is dry season. We all know that. त्यही हो ड्राई सिजन्स भएर चाहिँ हाम्रो अलिअलि प्लान्टहरू चाहिँ अलिक कम्ती छ इट्स ओके तर पनि ठिकै छ होइन त नाउ स्टार्टेड हाम्रो ट्रिप प्लानिङ स्टार्ट भयो हामी निक्ल्यो घरबाट चाहिँ अनि हाम्रो रब भेन्डमको चस्मा लगाइरहेको दा प्लिज हाम्रो मिन्ट स्पेसल्ली मिन्ट पनि प्लक आउट हुँदैछ आमामा क्या दामी फ्लेभर आयो टिप्दा नै अलैँची बारी अलैँची भनेपछि पैसा आमबाट त होइन दा कस्तो चाहिँ छ त गफानेको दा
यो चाहिँ हाम्रो ब्ल्याक डायमन्ड एरियामा छौँ अहिले हामी लुक एट द ब्याक टु ब्याक एट आवर ब्याकग्राउन्ड अन्त त्यो हल्का त्यो रब भेन्डमको ब्ल्याक क्याडमम उयो गरेँ नि त ग्लास त अब मैले स्पोर्ट्स रनिङको लागि लिएको थिएँ तर हामी चाहिँ तिम्रो भिडियोले गर्दा बाटो त्यस्तो होइन आओस् अब एकैचोटि यहाँ बाटो उयो भयो कि अप्ठ्यारो भयो अब एकैचोटि तल पुगेर म उयो गर्छ त्यहाँ उयो भइरहेको रहेछ हो किम्बु भन्छ होइन ब्लुबेरी मुलबेरी हाउस प्लान्ट चाहिँ पाकेकै रहेन रहेछ अफकोर्स हुँदै कम्ता रहेन रहेछ पयम लडिरहेको रहेछ फेरि यहाँनिर हो नि यो दाना त मिठो हुन्छ पहिला कम्ता खान्थ्यो हामी पयम पयम सुकै छ नि बाटो आइपुग्यौँ अब वेजहरू डोगो कि ड्रोगो डोगो कि ड्रोगो सेपटको उयो कत्रो कराएको त कत्रो कराएको त्यो कत्रो कराएको अहिले नै अन्त अहिले 1 घन्टा पछाडि आउँदा हुँदैन ल के गर्दैछ लडिरहेको टाइम छ हौ होइन दा जाँदैछ बाटोमा हाफ वे फेरि इलामको चियापत्ती नेचरल यस्तो है टी चाहिँ यस्तो हुनु पर्यो नि त खानुको लागि चाहिँ नेचरल अलिकति के भयो क्यामेरा चाहिँ होइन त स्टिल अन हाफ वे जाँदैछ हामी झर्दैछ म चिया देखाउनु मन लागेको क्या यहाँ चिया दामी देखेर अब टुर भनेको त यस्तै हो नि नेचरमा भनेपछि जङ्गल झारी हेनतेन अझै साइकलिङ हुनु पर्थ्यो क्या मसँग चाहिँ म साइकल कुदाउँथेँ यो बाटोमा चाहिँ साइकल हानिदिन्थेँ र गुफा पनि छ भन्छ नि हो ए गुफा पनि छ भन्ने सुन्थ्यो गुफा चाहिँ कहिले हेरेको छैन झर्ना त अफकोर्स गएको हो गुफा चाहिँ देखिएन भ्युजहरू चाहिँ यस्तो छ यहाँबाट चाहिँ पारी डाँडाहरू भीमज्योति भन्छ त्यो साइडलाई चाहिँ त्यता चाहिँ भीमज्योति डाँडा हुन्छ आम्मा चराहरू त क्या दामी कराइरहेछ नि चरा क्या साह्रो दामी छ त्यो मेमोरिजको लागि राख्नु पर्यो यो रुख चाहिँ के भयो अरे दा के गर्नु भयो अरे यहाँ माथि चढेर हेर्दाखेरि तल चाहिँ यसो हेर्दाखेरि ओभर थ्रिलिङ मोड भाइब आइदिन्छ क्या ए त्यो एक्सपिरियन्स गर्नुलाई चाहिँ अलिकति क्लाइम्बर अलिकति एक्सपर्ट हो भने चाहिँ चढेर बाटोहरू त कस्तो सही छ नि हौ यताको स्टिल अब चाहिँ हाफ वे होला होइन दा आधी बाटो आम्मामा स्टोन क्या दामी भइरहेको छ यहाँ चाहिँ डेस्टिनेसन रिच भयो यहाँबाट चाहिँ स्टार्टेड हो अब हामी झर्दैछ तल वेहरू त कस्तो दामी छ नि बाटोहरू त अब यहाँदेखि चाहिँ टक 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 कतिवटा स्टेप छ दा गर्नुभएको छ यहाँ प्लान्टेसन पनि गर्नुभएको छ ए उहाँनिर पनि छ त है दा कतिवटा स्टेप त गर्नुभएको छ यहाँ द्याट यहाँनिर चाहिँ अब हाम्रो चाहिँ झर्नाहरू चाहिँ देख्नु थाल्यो यहाँबाट चाहिँ त्यहाँनिर तलबाट खिच्नुपर्छ वेहरू अझै तलतिर जानु छ अझै तलसम्म छ बाटो भेटायो यो के को कुनी यो
माटोको डल्लो छ नेस्टहरू होला केहीको होइन त कुन किराको होला यो कराउने किराहरू हो हुनसक्छ बिटल्सहरू आम झर्ना हो टक्क फेरि कराउनु थालेको नि यहाँबाट त स्वाद यहाँको चाहिँ फलेछ है रोज दा रोज होइन यहाँको फ्लावर्स चाहिँ दामी अब शीतल फिल हुन थाल्छ यहाँ आएपछि चाहिँ अब झर्नाको हावा कस्तो खाल्छ त दामी तल उही आम्मा क्या शीतल छ नि यहीँबाट यहाँबाट चाहिँ हाम्रो 3 तले झर्ना भन्छ स्पेसल्ली एन्ड फाइनल्ली डेस्टिनेसन चाहिँ हाम्रो यहाँनिर कम्प्लिट भयो हो दामी झर्ना छ ए हाम्रो टी स्पेसल्ली माथिको एकछिन यहाँ चाहिँ अब हाम्रो कप रेडी छ अनि हाम्रो यहाँनिर नजारा पनि रेडी छ तल्ले टी हुन्छ छिटो आइस् किन गर्मी भएर कुद्दै कुद्दै आएको टी सर्भ हुँदैछ यहाँनिर दाबाट पिङ्क कलर पनि हुन्छ झन् स्पेसल्ली अब सिनमा बसेर चिया खानु भनेको चाहिँ यो हो ल सिन हेर्दै नै ठक्क नियरमा चिया चाहिँ यो हो है खानुपर्ने तरिका चाहिँ हेर्थ्यो नि यसरी हो नि त इलाम भनेको चाहिँ यो है ल चिया सर्भ हुँदैछ म एकछिन टाइम ल्याप्स हानिदिनु पर्यो यहाँ माथि राखेर चाहिँ हैन टक्क रेडी भइसक्यो हैन रोजमेरी एन्ड द टीज यस्तो चाहिँ चियाहरू चाहिँ ल टक्क सिन अगाडि के राख्दिनु शब्दले फाइनल डेस्टिनेसनमा आएर कस्तो फिल भयो तपाईलाई कुल रिल्याक्स हो अनि भाइ तँलाई कस्तो लाग्यो सेम छोप्दियो होला हौ यो त टक्कसँगले Maya
हाम्रो चाहिँ आजको चाहिँ होइन यसो भनौँ रमाइलो पल्सहरू यसो घुमिराख्नुपर्छ नि द मुभमेन्ट्स म भनिरहेको छु किनकि द मुभमेन्ट्सलाई चाहिँ मेमोराइज गरेर राख्नुपर्ने हुन्छ स्पेसली मैले चाहिँ सो हाम्रो ग्याङ मेम्बरहरू गफ हुँदैछ झर्ना छँदैछ झर्ना नेचरमा सेक्रेट पार्ट अफ मी भन्नुपर्छ फ्री नो वान नो वान साइलेन्स माई बोइज मिज अनि फेरि रब भेन्डम चस्मा लगाएर त गफ हान्दिरहेछ त हौ तर के छ भनेदेखि यो गुन्डासँग चाहिँ स्पेसली यो गुन्डासँग आज स्पेसल के छ भन्दा मन परेन होला होइन के गर्नु हो यस्तो नेचरमा बसेर फर्स्ट पर्सन स्याट मोड चाहिँ स्याट मोड चाहिँ के भयो भन्नु त पानी सिद्धो होइन सक्यो त्यसले गर्दाखेरि अहिले चाहिँ हामी एकदम यहाँको नेचुरल स्प्रिङ वाटर चाहिँ हामीले एकदम कुनाको फिल्ट्रेसन भएको ठाउँबाट झिकेर फेरि चियालाई कोल्टी हाने हाम्रो प्लान अब चाहिँ कोल्टी हुँदैछ है हाम्रो पानी चाहिँ स्याट भयो नि त तर हामी सोर्समै छौँ वाइ प्रब्लम वाइ हाम्रो यता यो सर्ट सोर्स अफ वाटरबाट चाहिँ नि बियर ग्रिल्सले भन्नु आँटेको क्या दामी देखिरहेको छ आउँदैछ है पानीको ब्याकग्राउन्ड कस्तो सारी पानी चाहिँ आइपुग्यो आम्माम रब भेन्डम चस्मा लगाएर तेरो कपालले कस्तो दामी देखिरहेको पानी चाहिँ स्याट मोडमा सक्यो नि त सो गुड एभ्रिथिङ्स आर गुड एकछिन तलतिर जाँदैछ स्पेसल्ली होइन यो हो लाउने दबाई मेडिसाइन्सहरू हो मेडिसाइन्स आयुर्वेदिक भनेर भन्छ मुसा भन्छ त्यस्तै हो यहाँनिर माथि अब हो अफकोर्स कति म धेरैचोटि वर्णन गरेँ आउनु नै स्पेसल त्यसको लागि हो सो भनि नै राखेको हो भनिरहनु पर्छ नि त मैले मेरै लागि हो हुनु पनि फेरि त्यो कसैको लागि होइन मेरै लागि हो नि त मेमोरिजको लागि राखिरहेको त्यही भएर सो भनिराख्नु पर्ने हुन्छ पछि हेर्छु पनि अफकोर्स म हाम्रो ग्याङ मेम्बरहरूलाई पनि मेमोरिज हुन्छ एकछिन हामी चाहिँ तलको अनि त्यही भएर एकछिन तलको भ्युज कस्तो भनेर चाहिँ तलको भ्युज कस्तो भनेर चाहिँ सो हामी तलको भ्युज हेर्न जाँदैछ अब कस्तो छ हेरौँ अफकोर्स जङ्गली सिस्नो चाहिँ खतरा भेट्यो ल यसको चाहिँ करेन्ट चाहिँ हुन्छ होला 500 भोल्टको चाहिँ ल त्यहाँ चाहिँ सानो खोला बोकिरहेछ पहिलेको जमानामा चाहिँ त्यो एक जमाना मैले चाहिँ यहाँ चाहिँ नि होइन बाइकलाई चाहिँ बोकेर ल्याइपुऱ्याएको नि हो पहिले चाहिँ यस्तो सहज थिएन बाटोहरू थिएन यस्तो घुमेर आउनु पर्थ्यो कि युगेस्ताको लिएर आएको थियो क्या बाइक उचाल्दै बोक्दै लिएर आएको नि हौ मैले यहाँसम्म चाहिँ कस्तो चाहिँ दुःख पाएको त अन्त त्यही भएर मेमोरिज छ त्यस्तोहरू पलहरू मेमोरिज हुनुकै लागि अर्किड भेटायो है यो चाहिँ दामी फुल्छ है त वाइल्ड है वाइल्ड अर्किड फ्लावर्समा हुनुपर्ने चाहिँ कस्तो दामी चाहिँ हुन्छ त यो अलिकति फोकसै मिलेन नि हौ मेरो तान्नु सक्सेस भाइ तान त भाइ म दामी सर्ट हान्छु दामी अर्किडको फुल है कस्तो चाहिँ हुन्छ त ब्युटिफुल वर्णन नै गर्नु सकिँदैन भन्छ नि त त्यही भएर प्रकृतिको चाहिँ अर्किडको फ्लावर दामी र म चाहिँ यो चाहिँ गिफ्ट दिँदैछु मेरो प्यारो सारिक भाइलाई दामी उडाउने है फेरि मैले वाइल्ड फ्लावर भेटाएँ मैले एउटा दामी वाइल्ड फ्लावर बन्धन भेटाएँ अब एडभेन्चर हो नि त यो मेरो चाहिँ एडभेन्चर जर्नीमा चाहिँ के चाहिँ भेटिन्छ अब यसको फुल छैन रहेछ नि हौ स्याट यसको फुल यस्तो दामी हुन्छ है यस्तो भइरहेछ आमा कोपिलाहरू फुलिरहेछ यहाँतिर यो हो नि त यहाँनिर छ फ्लावर्स बन्धनको कस्तो लाग्छ यसको चुङ्गी खेलिस् कि खेलिनस् पहिले नै चुङ्गी खेलिस् कि खेलिनस् लाबरले बाँधेर चुङ्गी खेल्ने वनमा यस्तै छ एभ्रिथिङ इज नेचर आमा आफै नेचरल भएपछि नेचरको बोय भएपछि होइन अब हालेर त हिँड्नु पऱ्यो नि त म त खेल्नु मन लागेन
टिपिन धेरै थियो टिप्नु टिपेको भए पाप लाग्थ्यो त्यही भएर एउटा चाहिँ यस्तो सिउरिनुको लागि स्याट आउच होइन होइन सहेन होला राम्रो देखेन होला होइन आई वान्ट टु गिफ्ट है गिफ्ट गर्छु ल सारिक भाइलाई आम्बो फेरि हो नेचर लभर आइरहेको छ त नेचर लभर हो रहेछ यो यस्तो दामी घुम्दै फेरि घुम्दै झर्थ्यो यहाँनिर झरेको भए अहिले विन्डै चलेको रहेन सो ब्याड है यो पनि एउटा द मेमोरिज प्लान्ट हो है मेरो लागि चाहिँ फेरि सारिकले हान्दैछ लु है भाइ सारिक एकैचोटि ए हानै फेरि हो लु बाँदर फेरि यस्तो भन्दा झरेन ए ल मैले चाहिँ बसहरूलाई हान्नु दिइरहेको छु त्यहाँनिर घुम्ने झर्न आँटेको छ खै त सर भएन नि झऱ्यो सही हो त्यहाँ तल एक दुईवटा चकचकहरू पनि हानेर आयो चकचक त के भन्नु हो आफ्नै जग्गा हो होइन यसो सर र फिरफिरीहरू घुमाउनु मन लाग्यो नि त स्पेसल अनि फिरफिरीहरू घुमाएर फेरि पार्दै एन्ड हामी चाहिँ बाटो लाग्दैछ चिया खानु पऱ्यो बाँकी रहेको घाम दामी लाग्यो अब सो जाँदैछु यस्तो दामीहरू छ नि हौ यत्तिको छ नि हौ स्पोटहरू त्यहाँनिर छ फेरि सारिक भाइ चाहिँ स्पेसल होइन मेडिसाइन्स थाहा छ होला कतिजनालाई तितेपाती फाइनल मुमेन्ट अब यो चाहिँ लास्ट मुमेन्ट भन्नु पर्यो होइन अब नेक्स्ट टाइम कुनै बेला चिया खाँदैन यो पल फेरि होइन सो आजलाई चाहिँ सायोनारा बाई बाई 2 1 गो है दा र जसलाई दा मेरो र क्लिकलाई र टाइपले दिनु पर्यो ल ओभर ल दा कट हो के रे के भन्छ एक्सन 1 2 3 and action. Okay guys, thank you for watching our video. Please comment down below and follow our page and subscribe our channel too. And please wait for next video. Next part ko लागि सारी oh पार्ट झन् चाहिँ छुटेछ नि हो हाम्रो यहाँ भ्युज चाहिँ मेन भ्युज आउनु पर्ने जग्गा चाहिँ यो भ्युज हेर्नु पर्ने जग्गा चाहिँ छुटेछ होइन सारिक भाइ कस्तो माया लाग्दो बसिस् त हौ त अनि डिड यु रिमेम्बर समवन आर यु एन्ड भ्युज त अफकोर्स नेचरल पुल चाहिँ कस्तो दामी छ त नि टक्कै हो यो हो नि त नेचरसँग हिँड्नु पऱ्यो दामी घर आइपुगेर चाहिँ वी फिल हङ्ग्री भोक लाग्यो एन्ड देन हामीसँग टाढा नुडल्स छ त फेरि हो कोरियाबाट आइदिएको स्पेसल्स होइन किम्जीहरू छ त हामीसँग त हो 2 PM यो नुडल्स हानेर चाहिँ कस्तो दामी छ है मोडिफाई चाहिँ दामी गरेको रहेछ चुल्हाको है सारी and my Sarik brother is a cook, so it's special teas हाम्रो फेरि हो again टी त यहाँ त कन्टिन्यू हो सो इट्स द सोर्स अफ वाटर पनि चाहियो नि त बडीलाई अफकोर्स केटाहरूको चाहिँ अन्तिम चाहिँ यहाँनिर टुङ्गाउनु लेखेको रहेछ है र क्लिकलाई चाहिँ सेकुवा है आम्मा फाइनल केटाहरूले भन्ने आयो हो भाइ केही 2 शब्द राख भाइ यता फर्केर आजको फाइनल यस्तै जाँदैछ सबिन भाइ के छ हो अनि यामन द कुक केही बोल्नु पर्यो नि त यामन यहाँ हाम्रो जाँदैछ त लोकल पो छ त फाइनल भाउजूले फ्रीमा दियो ठन्डाको कुखुरा 2 किलो जस्तो थियो म्याक्सिमम हो त्यो 14 ग्रामको त कुरै छोड्दैन ग्राममा किलो भने सकिगयो त
कुक चाहिँ कस्तो हुन्छ त अब यो दामी ल यामन रमा पाक्दैछ सेकुवा बनिँदैछ यहाँनिर हाम्रो भाइहरूले दामी बनाउँदैछ सबिन भाइ अन्त यहाँ हाम्रो अनिस भाइ सारिक र म त रुङ्ने मात्रै है ठिक छ यहाँ दामी जाँदैछ नि र तरिकाले मसला चाहिँ यसको चाहिँ मिठो पूजा हुन्छ भरै चाहिँ सायोनारा।